हेलो साथीहरू नमस्ते। म चाहिँ समीक्षा केसी, मेरो घर चाहिँ दाङ। म चाहिँ आज हजुरहरूलाई जरीमाला देखाउन गइरहेको छु। हेर्नुहोस् त मैले बनाएको जरीमाला कस्तो भएको छ। त्यो मोतीहरू चाहिँ कसरी राख्छन् भनेर म त्यो फुर्काहरू पनि देखाउँछु है। त्यो चाहिँ एकैचोटि त्यस्तो भएको होइन, त्यो जरीमा यस्तो मोतीहरू एड गरेर त्यस्तो फुर्काहरू बनाएको हामीले सानो सानो। हेर्नुहोस् त मसँग कति धेरै कलरको मोतीहरू छ। त्यो मोतीहरू त्यो सिताराहरू सब एड गरेर त्यस्तो माला भन्छ। मेन कुरा हामीलाई चाहिने भनेको यो जरी हो है। त्यो सेतो सेतो टल्किने चाहिँ यो जरी हो। जरी चाहिँ हामीलाई एकदम इम्पोर्टेन्ट हुन्छ। माला बनाउनलाई हामीलाई जरी चाहिन्छ, मुख्य कुरा। म हजुरहरूलाई देखाउँदैछु। हेर्नुहोस् त त्यस्तो त्यस्तो फुर्का बनाउँछौँ हामी जरीको मोती राखेर, त्यसपछि माला गाँस्ने हो। मैले चाहिँ त्यतिकै बनाएर राखेको छु के, चाहिन्छ नि त एक्कासी बनाउन त हुन्छ, त्यसैले बनाएर राख्छु। म हजुरहरूलाई त्यही देखाइरहेको छु, हेर्न सक्नुहुन्छ। म चाहिँ आज तपाईँलाई दुईवटा डिजाइनको माला देखाउँछु। हजुरहरूले चाहिँ कहाँनिर के सिक्नुपर्छ बुझ्नु भएन भने मलाई कमेन्ट गर्नु होला। मैले त्यहाँ अलि राम्रोसँग क्लियर रूपमा केही नदेखाएको पनि हुनसक्छु, त्यसैले त्यहाँ हेर्नुहोस् त कस्तो भइरहेको। त्यहाँ मैले ताल लगाएर राखिसकेँ है। ताल लगाएर पनि मैले बुन्न सुरु गरिसकेको छु। एक एक स्टेपमा नभएर मैले चार पाँच स्टेप छोडेर चाहिँ मैले ताल लगाइरहेको छु। अनि त्यो हाम्रो सेप चाहिँ तल्लोपट्टिको मिल्नुपर्छ नि, माथिपट्टि हामीले कस्तो डिजाइन गराउने हो। अब माथि काँडेवाला डिजाइन पनि गर्न मिल्छ, यो युएम टाइपको डिजाइन पनि गर्न मिल्छ, आफ्नो इच्छा अनुसार गर्न मिल्छ। र कराउँदै जाँदा चाहिँ त्यो सिकिन्छ र जानिन्छ है। एकैचोटि सबै डिजाइन जानिँदैन। हेर्नुहोस् है एकछिनसम्म। यो रातो कलरको धागो पनि किन्नुपर्छ है साथीहरू। यो घरमा त्यो मसिनो धागो होइन, यो चाहिँ माला हुने छुट्टै रेड कलरको धागो नै हो, जुन एकदम बलियो हुन्छ। त्यहाँ हामीले त्यो मोती जरी लाउँदै त्यहाँ अलिक बेसरी कस्नुपर्छ ताकि नफुस्कियोस् पछि। कस्तो भइरहेछ साथीहरू, तपाईँहरू यहाँसम्म बनाउन जान्नुहुन्छ कि नै? मैले के पार्ट छुटाएँ, तपाईँहरूलाई के जान्नुपर्नेहरू इच्छा छ कमेन्ट गर्नु होला। जरीमाला, धुपमाला चाहिएमा, कसैको बिहे पास्ने व्रतबन्ध 84मा यो मालाहरू चाहिएमा पनि मलाई सम्झन सक्नुहुन्छ। नम्बर चाहिँ म त्यहाँ डिस्क्रिप्सनमा राख्छु, नभए हजुरले त्यहाँ कमेन्ट बक्समा कमेन्ट गर्नु होला। मेरो आइडी फेसबुक आइडी चाहिँ समीक्षा केसी हो। फेसबुक आइडीमै गएर मेसेज गर्न सक्नुहुन्छ है, जहाँ मैले मालाहरूको भिडियो पनि राखेको छु फेसबुकमा। कस्तो भइरहेछ, तपाईँहरू यहाँसम्म बनाइरहनु भएको छ कि नै? फर्स्ट टाइम जरीमालाको डिजाइन भिडियो हेर्दै हुनुहुन्छ कि पहिले पनि कहिले बनाउनु भएको थियो कि कस्तो? हेर्नुहोस् त मैले कति बनाएँ। त्यस्तै गर्दै फरक फरक कलर बनाउँदै लैजाने हो। लगभग मेरो अब सुरुवात भइसक्यो। अब अलि धेरै बनाएर देखाउँछु ल म। हेर्नुहोस् त भुइँभरि कसरी छरेर राखेको छु मैले। ल हेर्नुहोस् कति धेरै बनिसक्यो। लगभग अब भ्याइन लगाइसकेको छ। हेर्नु त माथि हामीले रेड कलरको या अरू कुनै अन्य लेसहरू राखेर डिजाइन पनि गर्न सक्छौँ है। यो अलिकति फिक्का कम लाग्यो लाइट वेट भएपछि। हेर्नु त डबल लेयरमा मैले देखाइरहेको छु कस्तो बन्यो। अब म अर्को डिजाइन पनि देखाउँछु, हेर्नुहोस्। हो यो डिजाइन चाहिँ मैले फुर्काहरू गाँसेको भिडियो देखाइनँ,
सिधै बनाइसकेपछि मलाई भिडियो बनाऊँ कि भन्ने जस्तो लाग्यो कि हेर्नु त हजुरलाई पनि यो डिजाइन सिक्नु मन छ भने म यो सिकाउँछु त्यही अघिको जस्तै रेड पोतेर व्हाइट पोतेलाई चाहिँ जरीमा राखेर त्यो माथि टुप्पोको नेकनिरको डिजाइन मात्रै गरेको अरू त सेमै छ अनि त्यो रोजमाला पनि किन्न पाउँछ है त्यो रोजमाला चाहिँ एड गरेको मैले कस्तो भयो हेर्नु त दुईवटा डिजाइन मैले बनाइसकेँ थ्याङ्क यू फर वाचिङ साथीहरू बाई